यसको बेनिफिट भनेको हाम्रो थाई मसल्स यो पछाडिको यो मसल्स भयो हैन अनि नी बोन हिप मसल र हिप बोनको चाहिँ एक्सरसाइज हुन्छ के स्ट्रेन्थ चाहिँ एक्सरसाइज हुन्छ भयो ल 1 बाइ 1 गर्ने है सबैले देखिरहनु भएको हो यो बल देखाछ पहिला ब्यालेन्स गर्न सिक्नु यहाँ बसेर 1 बाइ 1 गर्नु म अर्को के रेडी गर्छु छिटो 1 बाइ 1 खोइ त यति गर्न पनि लाज मान्ने हो त ल एकजना स्क्वायर गर्ने अनि आफ्नो पेशेन्टलाई चाहिँ यो बलमा बस्न सिकाउने बस्नु अलि अलि निलाई चाहिँ उता अपार्ट गर्नु सीधा सीधा त्यतिमा हजुरले ब्यालेन्स गर्न सक्नुहुन्छ सीधा भएको त आफ्नो बडीलाई चाहिँ बडी वेटलाई ब्यालेन्स गर्न सक्नुहुन्छ एक्सर्साइज गराउँदा चाहिँ भित्तामा सपोर्ट लिएर गर्नु भनेको चाहिँ पहिला ब्यालेन्स गर्न होइन मेरो आजको चाहिँ नहाल्नु होइन मास लाउनु भएको छ फेसै चिन्दैन होइन नहाल्नु यसलाई के भन्छ बल थेरापी अनि थेरापी गर्ने भन्छ यो लड्नु यो लेग चाहिँ हल्लाउने कि यो मात्र हल्लाउने हिप मसल्सलाई चाहिँ यसरी रोटेट गर्नु यो नि हल्लिन्छ ल अनि त्यसले मुभमेन्ट दिँदाखेरि चाहिँ हल्का हल्लिन्छ त्यो आफैले हल्लाउने भनेको चाहिँ हिप मसल हो कि हल्लिन त जिउ कुरै हालिहाल्छ नि हिप एरिया चाहिँ अलि अलि खुट्टालाई यता उता राख्नु त अब चाहिँ हिप हल्लाउनु हो गर्नु यो चाहिँ कति पार्लर गर्ने भन्ने कुरा आफूले चाहिँ त्यो बलमा जिउ ब्यालेन्स गर्न सक्नु पर्यो के नलड्ने हिसाबले चाहिँ भनेको सिधा अगाडि अगाडि राख्यो भने त लड्दैन क्लकवाइज मात्र हो कि एन्टी क्लकवाइज नि हो दुइटै गर्न सक्नुहुन्छ अब यो एक्सर्साइज गर्ने तरिका छुट्टै हुन्छ एक्सपर्टिजहरूले चाहिँ एब्डोमिनहरूको मसल्स पनि गर्नुहुन्छ होइन हामीले चाहिँ पिपललाई सुटेबल हुने एक्सर्साइज लड्नु होला बिस्तारै सबैजनाले एक्सपिरियन्स चाहिँ गर्नुपर्छ है मैले गरिरहेको हात पनि सपोर्ट गर्नु मिल्छ होला नि होइन भन्नाले होइन हामीले नै अब बुढाबुढीहरू टाइममा मिलाउन without support भित्तामा चाहिँ हुँदा सक्ने त्यही त होइन होइन उता भित्तामा नभएको